आज चाहिँ भाइहरूले के भन्छ छिजिमिरो पक्रेर चाहिँ भाइहरूले जाउँ कि जाउँ भने होइन मलाई। त्यहाँदेखि चाहिँ म माथितिर लाग्दिएको भाइहरूसँग। त्यो टाइममा चाहिँ परेको यो माछा चाहिँ, यो फिस, यो मासिर हो, यो दुधे बालासनमा। हेर्नुहोस् ल, यसको कलर चाहिँ यस्तो दामी लाग्यो कि मलाई। गोल्डन त होइन यो, तर पनि हेर्नुहोस् ल कलर। ओभर दामी लाग्दै, हेर्नुहोस् है कलर हेर्नुहोस्, ओभर दामी छ। साइज पनि ठिकै छ। अब यो बालासनमा चाहिँ यतिका साइजको चाहिँ ठिकै हो निकाल्नु चाहिँ। अब जस्ट मैले यो चाहिँ उस केसमा निकालेको भन्दाखेरि फ्लाइस के भन्छ यसले निम्फ त होइन यो। हेर्नुहोस् है, हेर्नुहोस् हुकमा चाहिँ यो मैले घरमै बनाएको थिएँ, हल्का त्यो कुखुराको प्वाख हालेर।